दार्जिलिङको जाम चाहिँ के भएन खोलिन्छ हौ आम्मामा यति बेलाको जाम हुन थाल्यो कि बाटोमा मान्छे हिँड्नु साह्रो पर्नु थाल्यो त हौ अब त दार्जिलिङ जानु लागि बजार जानु लागि पनि कहानी हुन थाल्यो त यो चाहिँ कसको गल्तीले गर्दा हुँदैछ हौ कसले चाहिँ भन्नु यो कुराहरू चाहिँ अब न त यो पुलिसलाई हामी भन्नु सक्छु न ट्राफिकलाई भन्नु सक्छु न हामी नेताहरूलाई भन्नु सक्छु कसले गर्दा चाहिँ भएको यो केले गर्दा चाहिँ हुँदैछ यो ट्राफिक जाम चाहिँ यो त एकदमै साह्रो पर्नु थाल्यो तपाईँ हामी दार्जिलिङको जनताहरू सबै मान्छेहरू साह्रो पर्नु थाल्दैछ त हौ अनि एउटा कुरा भन्नु चाहन्छु तपाईँले त्यो कसले गर्दा हो भन्नुहोस् अब यो हामीले नेतालाई हो नेताले गर्दा हो कुनै केले बाटो बढाइदिएन पुलिसले गर्दा हो त्यो भन्नु छोडिदिउँ अब भनेर पनि फाइदा छैन कसले सुन्यो तिमीहरूको सुन्यो अहिले कसले सुनेको छ त्यो प्रब्लम सल्भ हुँदैन एउटा कुरा भन्नु चाहन्छु तपाईँहरूलाई म आज एउटा इम्पोर्टेन्ट कुरा मेन कुरा चाहिँ के हो भन्नु चाहिँ यो सबै कुरा हामीले गर्दा हो हामीले गर्दै हो भन्नुपर्छ अब हामीले कसैले गर्दा पनि होइन हामीले गर्दै जाम भएको हो भनेर हामीले मान्नुपर्छ बुझ्नुभयो र हामीले गर्दा चाहिँ कसरी जाम हुँदैछ भन्दाखेरि चाहिँ म तपाईँहरूलाई एक दुईवटा कुरा भन्छु र हामी अब कसो गऱ्यो भने चाहिँ जाम एउटा पनि हुँदैन हामी एउटा जाममा पनि पर्दिनँ एउटा तिरिक्कै जाममा पनि पर्दिनँ बुझ्नुभयो अब हामीले कतिवटा रुल्सहरू फलो गर्नुपर्छ त्यसो गऱ्यो भने चाहिँ एउटा जाममा पर्दिनँ सो मेरो अब यदि मैले भनेको कुराहरू तपाईँहरूलाई युज गर्नुहोस् भएन भने चाहिँ अब मेरो यो फेसबुक आइडीमा पनि रिपोर्ट हालिदिनुहोस् के हुन्छ सबै गरिदिनुहोस् के त एक दुईवटा कुरा भन्नु गइरहेको छु म अब दार्जिलिङ बजारको कुरा छोडिदिनुहोस् अब मेरो दोकानको अगाडि तपाईँले देखाउनु गइरहेको छु यहीँ पनि यस्तो जाम हुन थालिसक्यो हेर्नुहोस् है अब तपाईँलाई म यही जाम देखाउँदै एक दुईवटा कुरा भन्नुहोस् सुन्नुहोस् है ल म भन्छु हेर्नुहोस् लु हजुरहरू हेर्नुहोस् त अब मेरो दोकान अगाडि यतिको जाम छ भनेपछि त अब है मान्छेहरू यो बजार जानेहरू है कति प्रब्लम भइरहेको होला मान्छेहरूलाई होइन अब यो सबै प्रब्लम्सहरू हामीले चाहिँ हामीले गर्दा हो भन्नुपर्दा बुझ्नु हामीले कसैलाई भनेर पनि हुँदैन अब म चाहिँ तपाईँलाई एउटा कुरा भन्न चाहन्छु कि अब हामीले चाहिँ हाम्रो मुभमेन्ट नै चेन्ज गर्नुपर्छ कि त हामी कति बेला घरबाट निक्लिनु पर्ने हो त्यो कुराहरू हामीले चेन्ज गर्नुपर्छ बुझ्नुभयो अब कति बेला निक्ल्यो भने चाहिँ हामी ट्राफिकमा पर्दिनँ सुन्नुहोस् है बिहान 5 बजीदेखिको 7 बजीसम्म तपाईँलाई निक्ले पनि भयो किनभने बिहान 5 बजीदेखि 7 बजीसम्म अनलोड गर्नेले गर्दै भने ठुल्ठुलो गाडीले हो अन्त त्यति बेला तपाईँको ठुल्ठुलो गाडीले प्लस अनलोड त गऱ्यो अन्त टाइगर हिल जाने बतासेमा भिड हुन्छ त्यति बेला पनि तपाईँहरू जाममै पर्नुहुन्छ हो 8 बजीदेखि 10 बजीसम्म तपाईँहरू निक्लिनु भयो भने फेरि जाममै पर्नुहुन्छ किनभने त्यति बेला तपाईँको स्कुल टाइम अफिस टाइम सबै निक्लिन्छ त्यति बेला तपाईँहरू डरलाग्दो दाममा फस्नुहुन्छ बुझ्नुभयो त्यही कारणले गर्दाखेरि तपाईँ 11 बजीदेखिको 1 बजीसम्म निक्लिनु भयो भने पनि तपाईँहरू जाममै पर्नुहुन्छ किनभने त्यति बेला तपाईँको के को मुभमेन्ट हुन्छ सबै मान्छे निक्लेको हुन्छ बस पनि कुद्छ त्यति नै बेला हो अन्त तपाईँको यो भिआइपी मुभमेन्ट भिआइपी त दार्जिलिङमा तपाईँहरू देख्नै भएको छ है यो निलो लाइट त अहिले त्यो के भन्छ रासन कार्डमा बाँडेको जस्तो भएको छ सबै भिआइपी भएको छ भिआइपी मात्रै गोलाइ पछि भिआइपी भेट्छ है अन्त तपाईँहरू थाहा छ भिआइपी मुभमेन्ट भएपछि कस्तो डरलाग्दो जाम हुन्छ भिआइपी गएपछिको डरलाग्दो जाममा फसिन्छ हाम्रो यहाँको एकदम पब्लिकहरू चाहिँ होइन त्यसपछि तपाईँको फेरि 2 बजीदेखि 5 बजीसम्म त्यो अघि जति नै लागेको स्कुल भयो अफिस भयो सबै छुट्टी हुन्छ होइन त्यसपछि त्यो छुट्टी भएर सबैजना फर्किन्छ फेरि तपाईँहरू अगेन डरलाग्दो ट्राफिकमा फस्नुहुन्छ त्यहाँबाट 5 बजीदेखि 8 बजीसम्म चाहिँ तपाईँहरूको फेरि के हुन्छ नो इन्ट्री खोलिन्छ पानी गाडी कुद्छ झन् तपाईँको ट्राफिकमा पर्छ गाडी पाउँदैन मान्छेलाई झन् प्रब्लम भइरहेको हुन्छ बुझ्नुभयो त्यति बेला पनि तपाईँहरू नहिँड्नुहोस् चुप लागेर घरमै बस्नुहोस् अब निक्लिने टाइम चाहिँ कति बेला हो भन्दाखेरि चाहिँ बेलुका 8 बजीतिर चाहिँ तयारी भएर जानुपर्छ दार्जिलिङ बुझ्नुभयो एकदम तपाईँहरू ट्राफिकमा नपर्नु छ भने चाहिँ एकदमै तपाईँहरू चाहिँ बेलुका 8 बजीदेखि उता चाहिँ निक्लिनुपर्छ दार्जिलिङको लागि हो एउटा कुरा भन्नु चाहन्छु कि अब दार्जिलिङको बजार दार्जिलिङ चाहिँ कस्तो चलाउनु पर्छ भन्नुहोस् त यो दिनभरि चाहिँ यो अनि बेलुका 8 बजीदेखि चाहिँ अब हाम्रो सबै जनतालाई छुट्नु पऱ्यो अब दार्जिलिङ चाहिँ 2 किसिमले चलाउनुपर्छ दिउँसो पनि खोल्नुपर्छ सबै अफिसहरू हस्पिटलहरू हो अनि बेलुका पनि सबै हस्पिटल अफिसहरू सबै खोलिदिनुपर्छ त्यसरी चलाएर मात्र दार्जिलिङ चलाउनुपर्छ नभए यहाँको है सबै आफ्नै जग्गामा आफै सबै